साथीहरु नमस्कार। यतिखेर पनि हामी गुजरातको सुरत डुम्बसमा समुद्रतिर घुमघाम गर्नको लागि हामी आइरहेका छौं। हामी केही छिनपछि पुरै समुद्रको फोटो पनि देखाउने छु। यो एरिया छ पुरै समुद्र एरिया। हामी जाँदै छौं, भर्खरै नै गेट भित्र छिरिसकेका छौं। बाँकी भिडियोहरु हामी बनाउँदै छौं। तपाईले देख्न सक्नुहुन्छ हामी भर्खरै भारत गुजरातको सुरतको डुम्बस समुद्री एरियामा आइरहेका छौं। धेरै पब्लिक पर्यटकहरु आउनु भएको छ। हामी केही बेर पछि हामी समुद्र धेरै टाढा छ। अहिले 2 बजे यहाँ नजिक आउँदै छौं। आज अलि कम छ पानी। यहाँसम्म आउने कुरा चलिरहेको छ। समथिङ 250 मिटर टाढा छ अहिले चाहिँ पानी। हावाहरु धेरै चलिरहेको छ। घोडाहरु उठहरु तपाईले देख्न सक्नुहुन्छ। यहाँ धेरै गाडीहरु छन्। गाडीमा हामीले चाहिँ एउटा रमाइलो बच्चु यात्रा गर्नेछौं अहिले। यस्तो गाडी यो ट्राभल्स यसमा गाइस हामी डुम्बसमा पुगिसकेका छौं। डुम्बस समुद्रमा सुरत गुजरातको। यहाँ धेरै पर्यटकहरु हुनुहुन्छ। अझै समुद्र धेरै अगाडि छ। त्यहाँ लास्ट छ, त्यहाँ पुग्नु छ। यो दृश्य केही दृश्यहरु तपाईहरुको माझ देखाइरहेको छु। पुरै दृश्यहरु अहिले म केही कैद गर्ने छु। हामी भर्खरै यहाँ पुगिरहेका छौं। समुद्री एरिया हो। धेरै हावा चलिरहेको छ। पानी कम छ यतिखेर। यस्तो छ दृश्य यता। आयो समुद्र आयो, भर्खरै आयो है। पुगिसकेको छ अब। हामी समुद्रको किनारमा छौं यतिखेर भने। भारतको गुजरात सुरतको डुम्बसमा यतिखेर भने समुद्रको घुमघाम भर्खरै समुद्र आउने टाइम भइरहेको छ। करिब 2.5 घण्टाको वेट पछि पुग्दै छ। केही छिनपछि यहाँसम्म पुग्छ। यहाँसम्म पुग्छ, त्यहाँ पुगेको छ।